हेलो एभ्रिवान, गुड मर्निङ। आज चाहिँ म बिहान के गर्न लागिरहेको छु भन्नुहुन्छ भने म चाहिँ आज लङ टाइम पछि आएको छु र मेरो चाहिँ बच्चाको आज चाहिँ अन्नप्राशन प्रोग्राम छ। यो चाहिँ घरमै हो हाम्रो चाहिँ। अनि मैले चाहिँ डेकोरेसन गर्दैछु। मैले चाहिँ मेरो हस्बेन्ड र म भएर हल्का डेकोरेसन गरेको छौँ। कस्तो देखिन्छ म देखाउँछु है। मेरो हस्बेन्ड चाहिँ बच्चा बोकेर त्यहाँ बसिराख्नु भएको छ। अनि मेरो डेकोरेसन चाहिँ बेबीको डेकोरेसन चाहिँ यसरी होइन, जस्तो आयो त्यस्तै गरेँ होइन। त्यस्तो साह्रो राम्रो पनि छैन। यसरी शुभ अन्नप्राशनको यो राखेर मैले चाहिँ यसरी डेकोरेट गरेको छु। अन्तिमसम्म हेरिदिनु होला सम्पूर्णले भन्न चाहन्छु। लुगा लाउँदैछ केटोले, पास्ने सेट लाउँदैछ। हाई गान्छ है, हाँस्थ्यो हाँस्थ्यो दिदी हाँस्थ्यो। कति धेरै क्रिम लगाइदिएको। ला 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 त्यो जडीले चिलाउने हो कि। हाँस्यो भुन्टे हाँस्यो। ल लुगा लगाइदिएको केटा हेन्सम हुन्छ अब। रेडी भयो ल। यहाँ हेर हात खाने हेर। माम खाने माम है। त्यो मुखमा लाग्छ। रेडी भयो ल। अहिले पहिला घरमा गर्नुपर्छ। पूजा गर्नुपर्ने, पूजा गरेर अनि गणेश स्थान लगेर पारेर अनि गणेश स्थान लानु नि त। अनि सबै जानु जाने अनि खिर खुवाउने खिर अनि अनि के गर्नुपर्ने गर्ने। यो बच्चाले सुत्यो त्यो छान्नु लगाउँछ पहिला। बच्चा आइज नि आज रे। लाउने हो यसरी भयो। सुत्ने बेला भयो त अनि के गर्ने। भाइ अब मामाले बोक्नुपर्छ। खिर खै गणेश चढाउनु पर्ने पहिला। मेरो छोरो चाहिँ यस्तो भइसक्यो। हामी चाहिँ गएर ल हामी चाहिँ मन्दिर पनि पुगिसक्यौँ। कान्छाले चाहिँ आजबाट भात खान्छ है। कान्छा के भनेको जिब्रो यत्रो झिकेर आमा छ। ल मामाले अब यहाँ पूजा हुँदैछ। ढगाउँछ अनि घुमाउँछ। ल यहाँ चाहिँ दिदीले पूजा गर्नु हुँदैछ। मेरो बुढा चाहिँ क्यामेरा पनि खिच्नु हुँदैछ। ल ढोगाउ। बच्चालाई छुवाएर उ गरिदिनु न। ल ढोगाउ ढोगाउ। मतलब टाउकै ढोकाइदिनु। खुट्टा चाहिँ यता राखेर टाउको बिस्तारी बिस्तारी गणेशको उयसमा छुवाउने क्या। बिस्तारी ल
ल अब घुमाऊ होइन घुमाउनुपर्छ 3 फन्का घुमाउनु पर्छ होइन गणेश मन्दिर घुमाउनु पर्छ मामाले रक्षा गर्नु भगवान मेरो छोराको मेरो बुढाको मेरो पुरा परिवारको एक फन्का घुमाउँ है 3 फन्का 3 फन्का अरे 3 फन्का मामाले भाइ छोरालाई घुमाउँदै हुनुहुन्छ भान्जालाई 1 फन्का 2 फन्को 2 फन्का कति फन्का भयो 3 फन्का भयो ल अब यहाँ गणेशलाई छुवाऊ गणेशलाई ढोकाऊ घुमाइदिनु यसरी बिस्तारै यसरी हातले आफैले गर्दा हुन्छ यसरी ल भइगयो ल भयो गणेशलाई हेरेकै हुनुहुन्छ गणेश मन्दिर ढोकाइसक्यो ल हामी अब हामी घर जाँदैछौँ गाइज घर पुगेर फेरि देखाउँछु ल हाम्रो प्रोग्रामहरू फाइनली गाइज घर आइपुग्यो लास्ट 11 भएको छ छोरो त्यहाँ छ फुपूसँग मम्मी हुनुहुन्छ मम्मी हाई भनिदिनु न मेरो भाउजू दाई उमा अनि मेरो छोरी पनि त्यहाँ हाम्रो अब यहाँ तयारी हुन्छ फेरि अर्को तयारी ल छोरोले के लिने मेरो छोरोले के लिने छोरा न यहाँ भिडियो बनाउँदैछु के आइन्छ के लिने कान्छोले के लिने बुकै लिने अरे विद्वान हुने रहेछ ल विद्वान हुने रहेछ विद्वानै हुन्छ यो ल विद्वानै हुने रहेछ ल बुके तानेको तानै गर ल दिनु न दिनु हातेमा दिनु ल पछि विद्वान हुन्छ मम्मीको तपाईँलाई त्यो चाँदीको चम्चीले खुवाएको हुन्छ नि हामीले चाहिँ चाँदीको चम्चीले खुवाउनुपर्छ मम्मीले त असर्जीले खुवाइसकेपछि भइहाल्यो एउटा जुत्ता खोइ बुढो भाइ तिमी भिडियो खिच्यौ ल यहाँ ल्याउनु त हराउँदैन कहाँ हराउँछ
मेरो मम्मीले अब कस्तो ब्राइटनेस उयो बढ्यो नि हौ टोपी टोपी आजको हेर्नु देख्यो भाइलाई मलाई देख्यो हेर्न मात्रै सिक्यो लाइट बलिरहेको छ र नि त्यो मलाई टिकै नलाइदिकन दिनुभएको भन्नु रातै मात्र लगाइदिनु यो चाहिँ फुल राखेर दिनलाई बर्बाद पनि लिएर त बाउले अब बोकीलाई ढोकाइदियो भने यहाँ राख्ने अरे यहाँ चामल सामलले गर्नु पर्दैन
सौभाग्यवती होस् ल खै नमस्ते माइलमाहरू चाहिँ नि आउनु भ्याउँदैन रहेछ शनिबार के भयो यहाँ देऊ मलाई देऊ गणेशलाई चढाए भात अघि नै चढाएको होइन खरा आएको गणेशलाई ल ल ल मम्मीले यहाँ सागुन ल्याउनु भएको छ हामीले चाहिँ बिचबाट मात्र खिच्न याद आयो होइन कुकुपट्टिपट्टि यस्तै छ यो सागुनहरू कपडा दिनुपर्ने कि के दिनुपर्ने अरे चलन नानी जाऊ त्यहाँ ढोगेर ल्याऊ आमासँग ढोगेर ल्याऊ गुड गाइस हामी चाहिँ भोकले टुट पढेछौँ कि बिर्सेछौँ अनि भिडियो खिच्न नै पछि फेरि हत्ताउनु पर्छ याद आएर भोकले मन नरहेछ कस्तो मिठो छ यसको अर्थ धेरै छ र लामो पनि छ अब म पनि जान्दिनँ होइन हाम्रो पुर्खाहरू अनि पुर्खौलीहरूले चाहिँ जान्नुहुन्छ जान्दिनँ तपाईँहरूले यदि अब सिरु उडाइदिनु भयो यही भइ भन्ने अब यस्तो त स्कुल खालको धेरै छ भाइला सक्ला सँगै हो एकजनालाई दिँदा हुन्छ पर्छ होइन अब यो के भएर धेरै हातबाट नानालाई धेरै नि ल बाई 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 ठिक छ ल मम्मी ल दाइ पनि आउनु भयो दाइलाई पनि नमस्ते गरौँ अब ल भागे माने ल अब दाइले भाइलाई खुवाउँदैछ ल आगुङ्ने समय ल अब दिदीले खुवाउँदैछ भाइलाई अब एकचोटि ल भयो के दिनुभयो त दिदीले ओ माई गुडनेस त्यो दिदीको खै
जुत्ता दिएको अनि यहाँ ठिक 6 छ रुपैयाँ पैसा पनि दिनुभएको छ है फाइनली गाइज हाम्रो चाहिँ पार्टी भनेछु पास्नी चाहिँ साइडमा खाना खुवायो मेरो छोरा चाहिँ रुकै छ आज चाहिँ किनभने उसलाई चाहिँ होइन त्यो भनौँ न आज पहिलो दिन खाना खाएकोले गर्दा नि होला अलिकति गाह्रो भइरहेको छ ल जाऊ तिमी बाबासँग घुम्न मास्तिर गाइज फाइनली हाम्रो चाहिँ खाना खुवाउने प्रोग्राम चाहिँ सकिसकेको छ आजको साइडमा हामीले चाहिँ अन्नप्राशन छोरालाई खुवायौँ के कस्तो भयो के कस्तो लाग्यो कमेन्ट गरिदिनु होला तपाईँहरूलाई आश्चर्य लागिरहेको होला अब जस्तै कि मेरो माइतीबाट मेरो आमाले सबैलाई लुगाबाडी राख्नुभएको थियो त्यो चाहिँ हामीले जस्तै कि म चाहिँ इन्टरकास्टमा बिहा गरेको छु नि त अब मेरो बुढा चाहिँ नेवार हो अनि उहाँहरू चाहिँ अब काठमाडौँको नेवारहरूको चाहिँ एकदम कल्चर चाहिँ एकदम उयो हुन्छ क्या एकदम उहाँहरू चाहिँ मान्नुहुन्छ अनि हाम्रो पनि राईको चाहिँ राईमा पनि म पनि चामलिङ राई होइन चामलिङ राईहरूले पनि एकदमै आफ्नो त्यो रीतिरिवाजलाई फलो गर्नुहुन्छ नि त त्यसले गर्दाखेरि पनि हामीले चाहिँ अब दुईतिरकै होइन अब के अरे इन्टरकास्ट भए पनि दुईतिरकै कल्चरलाई चाहिँ सँगसँगै लिएर जाऊँ होइन रीतिरिवाजलाई सँगसँगै लिएर जाऊँ भनेर चाहिँ अनि पहिले सुरुमा मेरो माइतीबाट सबैजनालाई हाम्रो घर परिवारलाई लुगा बाँड्नुहुन्छ अनि त्यसपछि फेरि लास्टमा चाहिँ अनि मेरो माइतीलाई चाहिँ सिरु बाउने भनेर स्पेसली राईको चाहिँ राखिन्छ हो त्यो गरिराख्नु भएको छ त्यो देख्नु भएला आश्चर्य लाग्यो होला त्यो आश्चर्य नमान्नु होला किनभने राई नेवार हुनुहुन्छ भने पक्कै पनि थाहा पाउनुहुनेछ र अनि मेरो चाहिँ आज बच्चाको चाहिँ यो साइडमा खाना खुवाएको हो होइन अब नेक्स्ट पार्टी चाहिँ अब भनौँ न यही अन्नप्राशनकै पार्टी चाहिँ अब स्याटरडे हुनेछ र सन्डे भिडियो आउनेछ वेट गर्नु होला होइन त्यो टाइममा चाहिँ मेरो नजिकको मान्छेहरू को आउनुहुन्छ हेर्दै जानु होला आज चाहिँ मैले खासै कसैलाई पनि बोलाइनँ मेरो फ्यामिली बाहेक होइन मेरो घरको भित्रको मान्छे बाहेक कोही पनि आउनु भएको छैन सो त्यसले गर्दाखेरि नराम्रो नसोचिदिनु होला कसैलाई पनि बोलाएन किन बोलाएन भनेर त्यस्तो नेगेटिभ नसोचिदिनु होला हाम्रो पार्टीमा चाहिँ मेरो सम्पूर्ण होइन क्लोज फ्रेन्ड भाइ बहिनी दिदी सबै सम्पूर्णलाई मैले चाहिँ इन्भाइट गर्नेछु हेर्दै जानु होला को आउनुहुन्छ को आउनुहुन्न थ्याङ्क यू फर वाचिङ बाई बाई एभ्रिवान